भइरहेको छ होइन दाइ? बिस्तारै जानुहोस्। हाम्रो दाइ किन रिसाउनु भएको हो र? हामी ठ्याक्कै खसी बजारतिर पुगिसकेको छौँ। ल हेर्नुहोस्, यो चाहिँ अहिले नयाँ एयरपोर्ट आइपुग्यो। यो चाहिँ नयाँ एयरपोर्ट हो है। ल हेर्नुहोस् गाइस, यहाँको अहिले पोखरामा बाटो यस्तो राम्रो बनेको छ कि 4 लाइन बाटो बनेको छ कि। ल साथीहरू, अहिले चाहिँ हामी अमरसिंह आइपुगिसकेका छौँ। यहाँ बाटो साङ्गुलो भएको कारणले स्पिड कम भएको छ है। यो चाहिँ ठ्याक्कै अमरसिंह हो, पोखराको। यो चाहिँ पोखराको अमरसिंह हो। बिस्तारै बच्चाहरू हाम्रो दाइ किन रिसाउनु भएको हो र? अहिले चाहिँ हामी पोखराको भाट भटेनी भन्ने ठाउँतिर जाँदैछौँ साथीहरू होइन। अलि दाइले आज हतार भएकाले अहिले दाइ ड्युटीमा जानुपर्ने छ। त्यही भएर दाइले छिटो यहाँ मलाई चिप्लेढुङ्गातर्फ लगिदिनु भएको छ। यो बसले जाने जिरा छैन दाइ, केही छैन। ल हामी चाहिँ अहिले यो ठ्याक्कै नगरपालिकाको छेउ नगरपालिका आइपुग्न लागिसक्यो। पोखराको नगरपालिका होइन दाइ? ल साथीहरू, हजुरहरूले यदि यो ठाउँमा आउनु भएको छैन भने घुम्नको लागि आउनु होला। घुम्नको लागि चाहिँ एकदम राम्रो हो पोखरा। यो चाहिँ ल पोखराको नगरपालिका हो साथी। ल हेर्नुहोस् यहाँको दृश्य। तर बाटो चाहिँ एकदम यहाँको राम्रो छ। बाटो त एकदम झिलिएर मिल्यो हो। अनि दाइ अरू तपाईँलाई अनि कस्तो यो भिडियो बनाउन लागेको कतिको खुसी लागिरहेछ दाइ? धेरै खुसी लागेछ नि होइन?
अब भ्लग बनाएर दाजुभाइ चत्त भ्लग बनाएर हिँड्नुपर्छ राम्रो राम्रो भिडियो बनाएर हिँड्नुपर्छ ल अहिले चाहिँ हामी ठ्याक्कै चिप्लेढुङ्गा आइपुग्न लागिसकेका छौँ चिप्लेढुङ्गा अब छेउछेउ आइपुग्यो यो चाहिँ अब ल पोखराको चिप्लेढुङ्गा यो चाहिँ पोखराको ल हेर्नुहोस् साथीहरू यहाँको बाटो चाहिँ एकदम गुड हो कि बिस्तारै बिस्तारै यस्तो उसमा जानु खै कता हो यता जाऊँ न यहाँ पाउँछ कि यो फोन हो यसमा पाउँला नि यसमा त महँगो पर्छ कि फेरि कि मैले मोबाइल किन्ने ठाउँमा जाने त्यहाँ पाउँछ कि ल जाउँ हिँड्नु अगाडि ल साथी यो चाहिँ पोखराको चिप्लेढुङ्गा हो ओइ ल यो चाहिँ हामी अहिले महेन्द्र पुलतिर तर्फ जाँदैछौँ है साथीहरू यहाँ अगाडि हो कि फेरि धेरै टाढा होइन पुरै टरक रोकेको ठाउँमा हो यहाँ हो कि दाइ रोक्नु यही साइड लाउनु न यहाँ पसेको आउनु केल्लो दाइ के छ दाइकोमा नि छैन होला यो चाहिँ हाम्रो दाइको पसल हो है साथीहरू